कमला खोलाको पुल यो झोलुङ्गे पुल हो यहाँदेखि परसम्म छ अनि पक्की पुल चाहिँ पछि बनाएको हो सुरुमा झोलुङ्गे पुल थियो अनि अहिले पक्की पुल बनाएको छ जय कमलामाई शान्ति होस् जय गङ्गे मैया यो कमला खोलाको पुल कासघारी हामी चाहिँ त्यो डाँडामा डाँडा कटेर उता जाने हो यो चाहिँ कमला खोलाको पुल यो पुल कटेर जानुपर्छ हामी चाहिँ पहिले यहाँ पुलहरू नहुँदाखेरि पहिले त यो झोलुङ्गे पुल बन्यो यो झोलुङ्गे पुल धेरै लामो छ परबाट एकदम पर छ परबाट यहाँ यसै लामो छ यो पुल पनि यहाँबाट उतासम्म छ पछि चाहिँ यो पक्की पुल बनेको यो नहुँदा हामी यस्तै खोला तरेर अनि जान्थ्यौँ त्यो डाँडा पारी म चाहिँ सिन्धुली जिल्लाको कमला नगरपालिका यहाँ कमला पुलमा छु हामी चाहिँ त्यो डाँडामा जाँदैछौँ त्यो डाँडाबाट पनि उता कटेर ठुलो छ यो खोला पनि अहिले त्यति ठुलो छैन नत्र पानी आउँदाखेरि ठुलो बाढी आउँदाखेरि यो वार पार नै हुन्छ खोलाहरू हामी चाहिँ यहाँ कमला पुलमा आइपुगेका छौँ उकालो चढ्ने बेला हुन आँट्दैछ अब 2-3 घन्टाको उकालो हिँडेर जाने हो मम्मी बाबु अगाडि पुगिसक्नु भयो हाम्रो त गाउँघरमा यस्तै हुन्छ है साथीहरू कस्तो लाग्यो हाम्रो गाउँघरहरू माथि कुहिरो लागेको छ जङ्गलै जङ्गल छ अनि यहाँनिर मन्दिर बाटोहरू यस्तै छ हाम्रो गाउँघरतिर गाउँघरतिरको बाटो मम्मी पनि झोलामा टन्नै कसरी बोकेर हिँड्नु भएको छ मावला हामी माइती मेरो चाहिँ मावला सरकारी टोल गाउँघरको बाटो त यसरी हिँडेर जानुपर्छ यस्तै छ सबैतिर कुनै ठाउँमा राम्रो पिच कुनै ठाउँमा यस्तै सानो सानो राम्रो फुल यो चाहिँ फेदी हो लगभग 35-40 वर्ष भइसक्यो होला सबैजना यो फेदीमा आएर उकालो लाग्नुभन्दा अगाडि बस्ने ठाउँ एकदम शीतल छ सबैजना बस्छन् उकालो लाग्ने मान्छेहरू यहाँ शीतल आउँछ हामी चाहिँ फेदीमा आइपुग्यौँ अहिले